बिहे गर्ने उमेर भइसकेपछि यो अब माङ्गलिक छ कि छैन हेराएर बिहे गर्ने भनेर धेरैको प्रश्न आउँछ। नमस्कार, आज मैले धेरैजनाको प्रश्नहरूलाई एकैचोटि एउटै भिडियो मार्फत समाधान गर्ने कोसिस गर्नेछु। धेरैले चाहिँ सोध्नुहुन्छ यो मेरो कुण्डलीमा माङ्गलिक दोष छ कि छैन भनेर, अथवा बिहे गर्ने उमेर भइसकेपछि यो अब माङ्गलिक छ कि छैन हेराएर बिहे गर्ने भनेर धेरैको प्रश्न आउँछ। मलाई पनि धेरैजनाले म्यासेज गर्नुहुन्छ, कुण्डली पठाउनुहुन्छ, यो यसमा मेरो माङ्गलिक छ कि छैन हेरिदिनुहोस्, अथवा मेरो वैवाहिक जीवन कस्तो हुन्छ एकचोटि हेरिदिनुहोस् न भनेर धेरैले अनुरोध गर्नुहुन्छ। आज म यो भिडियो मार्फत तपाईँहरूलाई माङ्गलिकको विषयमा सामान्य र सजिलो तरिकाले बुझाउने कोसिस गर्नेछु। यो लग्न कुण्डली हो। यो लग्न कुण्डलीमा जहिले पनि कुण्डली यो चिनामा यो 12वटा घरहरू हुन्छन्, जसलाई हामी हाउस कप्स अथवा चाहिँ घर भन्छौँ है। यहाँ यो चाहिँ लग्न हो, पहिलो घर। त्यसरी यहाँ 1 2 3 4 5 6 7 8 9 10 11 12वटा घर हुन्छन्। अब हामीले माङ्गलिक बुझ्नु पर्दा सामान्य कुरा चाहिँ के बुझौँ भने यहाँ लेखिएका चाहिँ ग्रहहरूको के हो अथवा यहाँ लेखिएको नम्बर के हो भनेर बुझ्नुपर्छ। यहाँबाट जति नम्बरबाट पनि सुरु हुनसक्छ यो कुण्डली, र यहाँ लेखिएका नम्बरहरू राशिका सङ्केतहरू हुन्। जस्तो यहाँ 2 नम्बर लेखिएको छ, त 2 नम्बर भनेको यो वृष राशि हो है। यदि यहाँ 1 लेखिएको हुन्थ्यो भने यो मेष हुन्थ्यो, 10 हुन्थ्यो भने यो मकर हुन्थ्यो। यहाँ जतिबाट सुरु हुन्छ त्यहाँबाट कन्टिन्यू अगाडि बढ्दै जान्छ, र 12 राशिहरूको लागि 12वटा घरहरू छन्। अब माङ्गलिक कसरी हुन्छ भन्ने कुरा छ। माङ्गलिक हुनको लागि कुनै मान्छे माङ्गलिक छ कि छैन भन्नको लागि हामीले यहाँ यसको यो मङ्गलको लोकेसन, जुन मार्स प्लानेट छ त्यसको लोकेसन हामी हेर्ने गर्छौँ। यदि यो मङ्गल ग्रह यो लग्नमा अथवा यो पहिलो घरमा अथवा यो चौथो घरमा अथवा यो सप्तम घरमा, अष्टममा र 12औँ घरमा मध्ये कुनै एउटा घरमा मङ्गल बसेको छ भने त्यो कुण्डलीको जातकलाई अथवा त्यो व्यक्तिलाई हामी माङ्गलिक व्यक्ति भन्छौँ। अब यो माङ्गलिक सधैँ अथवा यो मङ्गलको लोकेसन सधैँ हानिकारक हुँदैन, अथवा सधैँ यसले वैवाहिक जीवनलाई असर पर्दैन। र यो मङ्गल कहाँ बस्दा कस्तो हुन्छ र यसको दोष कस्तो लाग्छ र कुन कुन अवस्थामा यसको दोष लाग्दैन भन्नेको लागि म अर्को भिडियोमा तपाईँहरूलाई बताउनेछु। धन्यवाद।